हो र नि राजु हेलो लाउरे अरू सोल्टी यता नि लाउरे ओहो देवान चाहिँ कता हो टाढै हो लै लो 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 अलिक ढिलो भएन र भने हाम्रो दिप के छ आमा लो 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 यतै लो लो हैच रमाइलो हुने भयो आज ल जानु ल जानु 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 लो 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 चढौँ 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 ल ल गाडी फस्यो गाडी निस्कियो ल अब जाने अब गाडी फसेर बिजोग भयो माथि छ आम्मामा गाडी फसेर चाहिँ हामी एकदम दुःख पाएको छ है सबैजनाले ग्राभेल गर्न लागिरहेछ गाडीमा के गर्नु गाह्रो छ कति गाडीहरू धकेलेर पठायो आफ्नै गाडी फस्यो बल्ल बल्ल निस्किएर आयो हाम्रो गाडी चाहिँ अब अर्को गाडी चाहिँ फेरि धकाउनलाई केटाहरू गएको छ यो चाहिँ छिम्केसरी हो छिम्केसरी त्यहाँ पुग्न छ अब आधा घन्टा जति लाग्छ होला हिँडे खड्कामा अलिअलि घरहरू देख्न थालेको छ है त खै कता हो कुनी थाहै छैन र डाँडामा आइपुग्न लाग्यो भ्यूहरू त दामी देख्दो रहेछ भ्यूहरू त हिँडे खड्का चाहिँ देखिन लाग्यो गाउँहरू लाग्यो है अब एकदम चिसो छ जाडो छ 15-20 मिनट पुगिन्छ भन्ने सुनेको थियौँ अब हेरौँ कति लाग्छ है त बिहान 7 बजे हिँडेको गाडी अहिले 2 बज्न लागिसक्यो 1:40 भयो कति दामी भ्यू लो हेर यस्तो पहाडमा छिम्केसरी उनीहरूको त्यो होला छिम्केसरी होइन त छिम्केसरीको काखमा आइसक्यौँ डाँडैमा यस्तो हिँडेको 5-6 घन्टा भइसक्यो छिम्केसरी डाँडा हेर्नु होला उयो त गाउँ रहेछ यतै गाउँमा हो यही हो त्यही त हो छैन रहेछ खासै यतै हो टाढा छैन अब आइपुग्न लाग्यो छिम्केसरी अब तल झर्दैछ हामी छिम्केसरी हिले खड्का we are coming oh
आउने घर ओहो मान्छे त बस्ने ठाउँै छैन हो मान्छे त पिची ध्यान छ के ए हल्ला गरौँ न हल्ला गरौँ खड्का आइपुग्यो है हो अब पुग्न लागेको छौँ हामी लाग्यो अब चाहिँ